हेलो हेलो साथीहरू, आज हामीहरू घुम्न हिँडेको। कहाँ घुम्न भनेपछि हामी शमशेरगञ्ज हिँडेको। शमशेरगञ्ज चेकपोस्टमा बाघ छ भन्ने सुनेर है। अनि छोरीलाई चाहिँ बाघ देखाउन लगेको। छोरी पनि बाघ हेर्छु भनिरहेकी थिइन्। मेरो छोरी फेरि कहीँ घुम्ने भनेपछि एकदम एक्साइटेड के है, खुसी हुन्छन्। उसको बिदाको समय थियो आज, त्यही भएर पनि हामीले घुमाउन लगेको छोरीलाई। अनि छोरी चाहिँ माथि उभिरहेकी छिन्, बाबाको काँधमा हात राखेर एकदम खुसी छिन्। अनि फुपू घर जाने बाटो भनिरहेको छिन्, खुसी भइरहेछिन्। यो चाहिँ पुल है, कति राम्रो पुलहरू है। यो आरक्ष पर्छ क्या शमशेरगञ्ज जाँदाखेरि। यति राम्रो हरियाली छ। अनि छोरीलाई पनि नघुमाएको चाहिँ धेरै दिन भइसकेको थियो। यो चाहिँ सानो मन्दिर रहेछ शमशेरगञ्ज जाने बाटो नि। र छोरी पनि अब घुम्न मन गरिरहेछन् भनेर हामी साँझको समयमा निस्क्यौँ। अब बाघ छ कि छैन त्यहाँ गएपछि थाहा हुन्छ है, नपुग्दा त के थाहा हामीलाई। तर यहाँ चाहिँ एकदम राम्रो के बस्नको लागि है। मलाई फेरि यस्तै सुनसान जग्गा राम्रो लाग्छ कि, हरियाली भएको ठाउँ चाहिँ एकदम मनपर्छ। हामी लगभग शमशेरगञ्ज पुग्न लाग्यौँ है। अनि यो चाहिँ शमशेरगञ्ज पुग्यौँ है हामी। यो 17 क्याम्पभन्दा अलि अगाडिसम्म निस्किन्छौँ। अब सोध्छौँ त्यहाँ गएर है। अनि यो चाहिँ शमशेरगञ्ज हो साथीहरू। अब कोलपुर आसपास नेपालगञ्ज हुने साथीहरूले त शमशेरगञ्ज भनेपछि थाहा पाउनुहुन्छ। मेरो भिडियो चाहिँ कहाँदेखि हेर्नुहुन्छ सबैजनाले कमेन्ट गर्नुहोला, मलाई फलो गर्नुहोला, सपोर्ट गर्नुहोला भन्न चाहन्छु। अनि हामी चाहिँ शमशेरगञ्ज पुग्यौँ। सोधेको चाहिँ यहाँ बाघ छैन, हामीले थाहा पाएको छैन भन्दै हुनुहुन्छ। अब यहाँको मान्छेलाई थाहा नभएपछि चाहिँ हामीलाई के थाहा है। अनि छैन भने चाहिँ के बस्ने भनेर भनेको मैले। यो चाहिँ भ्यू कस्तो राम्रो के है, साँझको समयको भ्यू यति राम्रो कि साथीहरू निलो पाहाडदेखि नि। अनि हामी फर्क्यौँ, नभएपछि किन बस्नु र भनेर फर्क्यौँ हामी चाहिँ। अब जान त वहाँ पुगेर सबलाई सोध्यौँ, 4-5वटा नानीहरूलाई त्यहाँ ठुल्ठुलो उसलाई सोध्यौँ, थिएन। अनि यहाँ चाहिँ बाटामा बाँदरहरू चाहिँ अब आरक्ष पर्छ, जङ्गल पर्छ। बाँदर चाहिँ सस्तै, तर बाघ चाहिँ कहाँ देख्नु र है। मान्छेलाई त बाघ हेर्न एक्साइटेड हुन्छ, अब बाँदर त अब देखिराख्छौँ। अनि हामी चाहिँ निस्क्यौँ। अब हामी निस्किन लाग्यौँ। अब बाघ नबसी के बस्नु भनेर फर्क्यौँ। अनि ढकेरी पार्क चाहिँ जाम भनेर सोचिरहेको छौँ है। अनि हामीहरू एकछिनमा ढकेरी पार्क गएको पनि म भिडियो देखाउँछु हजुरहरूलाई साथीहरू। साँझको समय एकदम राम्रो के यो। अनि हामी ढकेरी पार्कमा पुग्यौँ। ढकेरी पार्कमा चाहिँ अब फुल छ कि छैन, पहिला त फुलहरू कस्तो राम्रो थियो है। अनि यहाँ चाहिँ निस्क्यौँ। बाहिरबाट त राम्रै छ, भित्र गएपछि थाहा हुन्छ के छ, फुल छ कि छैन भनेर है। गएको तर फुल चाहिँ खासै देखेन। अब भित्र जाम छ कि छैन। अनि अब बर्खाको समयमा के को फुल हुन्छ र, पानी परेको गर्छ, फुलहरू सबै मर्ने। अब गयौँ, यहाँ चाहिँ केही पनि देखेन कि। मलाई खासै मन लागेन घुम्ने, फुल नभएपछि के घुम्नु जस्तो लाग्यो। अनि छोरी यो चाहिँ खै कस्तो फुल हो, यो चाहिँ एकदम मैले पहिलोचोटि देखेको फुल है। अनि यहाँ यताउता केटाकेटीहरू थिएन त। अब फुलको समय चाहिँ यहाँ एकदम राम्रो हुन्छ यो ढकेरी पार्क। मैले भिडियोमा देखेको, म पनि फर्स्टचोटि आएको। त्यही पनि मान्छेहरू चाहिँ कमी चाहिँ हुँदैनन् यहाँ। जहाँ मान्छेहरू हरियाली हेर्न पनि जहाँबाट पनि पुगिहाल्छन्, फुलै फुल्नुपर्छ भन्नु छैन। अनि छोरी र बाबा अगाडि यस्तो चाहिँ फुलहरू थियो कि साथीहरू। अब यस्तो फुल त खासै थिएन। अनि यो बर्खे फुल त यो बर्खाको सिजनमा फुल्ने भनेको फुल यही हो। अनि त्यही पनि मान्छेहरू भिडियो बनाइराख्नु भएको थियो। अनि छोरी र बाबा अगाडि जानुभएको छ। म चाहिँ पछि यहाँ वनस्पतिको जस्तै यो बिरुवाहरूको के साना बिरुवाहरू, फुलहरूको बिरुवाहरू चाहिँ यसरी उम्राएर चाहिँ राख्नु भएको रहेछ पछिको लागि भनेर होला नि। अनि हामी चाहिँ फर्किन खोजिरहेको छौँ। अब नबस्ने के बस्ने भनेर है। मलाई त झ्याउ लाग्यो, फुल फुले भएको राम्रो लाग्छ है। मेरो छोरीले एकदम खुसी भएर घुमिरहेकी छिन्। फुल भनेको यस्तो मात्रै, नफुल्ने फुलहरू मात्रै छन् है यहाँ। अनि यस्तो फुलहरू छन्। अनि यो चाहिँ सल्लाह कि, मैले तराईमा फुल हुँदैन सल्लाह भन्ने सुनेको थिएँ, तर यहाँ चाहिँ रहेछ, हेर्न सक्नुहुन्छ। ढकेरी पार्कमा यस्तो फुल छ। यो चाहिँ के हो मलाई पनि थाहा छैन। थाहा पाएको साथीले कमेन्ट गर्नु होला। हजुरकोतिर हुन्छ कि हुँदैन, मैले पनि
पहिलोचोटि देखेको यस्तो। अनि हामी चाहिँ निस्क्यौँ, साँझ परिसकेको थियो है। अनि साँझ परिसकेको थियो, त्यही भएर हामी निस्क्यौँ बाबा छोरी अगाडि म पछाडि बसेर निस्क्यौँ। अब हामी घर पुग्न लाग्यौँ साथीहरू। अनि चाहिँ साँझको समयमा भ्यू कति राम्रो, यो पाहाडहरू के यहाँबाट देख्दाखेरि एकदम नजिक जस्तो लाग्छ, जाम्ला जस्तो लाग्छ, तर जान र पुग्न त हो के साथीहरू। अनि बाटामा हामीले नहर देख्यौँ, यो चाहिँ राप्तीको पानी हो। एकछिन नहरतिर पस्यौँ हामीहरू। निलो कति राम्रो पानी के यो राप्तीबाट आउँछ है। अनि यो चाहिँ यहाँनिर चाहिँ यो जङ्गल पर्छ। अनि बाबा चाहिँ अगाडि, छोरी चाहिँ पछाडि, म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। एकछिन हामीहरू यो नहरतिर यसो घुम्यौँ। हेर्नु त पानी कस्तो राम्रो छ है, हेर्नु त निलो बर्खाको समयको पानी है, सफा छ, यस्तो राम्रो छ क्या। अनि यो चाहिँ गुन्द्री बुन्छन्, यो चाहिँ पटरा भन्छन् हाम्रो माइततिर, हजुरहरूकोतिर हुन्छन् कि हुँदैन। अनि हामी चाहिँ निस्किन लाग्यौँ घर, साँझ परिसकेको थियो। मेरो छोरीले त्यहाँ ढकेरी पार्कबाट एउटा फुल टिपेर ल्याएकी रहेछ।